Hare Krishna, Krishna Krishna, Hare Hare, Hare Rama, Rama Rama, Hare Hare. Om Ajnanatimmirandasya Gyananjanashalakaya Chakruranmilitan Yena Tasmai Shri Gurave Namaha. Jai Shri Shri Guru Gauranga Jayataha. जय श्रील प्रभुपाद। जब म पहिलो पटक सिक्किम पुगेँ, धेरै मानिसहरूले मलाई सड्कामा सोध्थे, तिमी रुसमा जन्मेको मान्छे भएर कसरी हिन्दू धर्म अपनायौ? हरेक पटक म शान्त भावले जवाफ दिन्थे, वास्तवमा हामी यो शरीर होइन जुन शरीरसँग आफूलाई पहिचान गर्छौं। यस शरीरभित्र आत्मा अर्थात् जीव वास गर्छ, जसको कुनै जन्म छैन, कुनै परिवर्तन छैन। श्रीमद् भागवत एउटा श्लोकमा यसरी भनिएको छ, नत्मा जज्ज न म्रियते नैदतेषु न क्षीयते सवना विद्यभिचारिणं हि सर्वत्र स्वादनाप्ययुपलब्धिमात्रं प्रणो यथेन्द्रियबलेन विकल्पितं स। जीव आत्माले जन्म मरण वृद्धि वा ह्रास कुनै पनि अनुभव गर्दैन, किनभने ऊ बदलिँदै जाने शरीरहरूको अवस्थाको साक्षी हो। जीव आत्मा ज्ञानको रूप हो, शरीरमा निरन्तर विद्यमान छ, तर इन्द्रियहरूको शक्तिद्वारा सक्रिय देखिन्छ। जसरी प्राण एउटा भए पनि विभिन्न शरीरहरूमा चलायमान हुन्छ, केही मानिस बन्छन्। यो तो हिन्दू दर्शन हो जुन भारतमा उत्पन्न भएको हो। धेरै हिन्दूहरू भन्छन् अहम ब्रह्मास्मि वा तत्त्वमसि, जसको अर्थ हो म ब्रह्म हुँ। तर यो दर्शन केवल भारतको होइन, यहाँ एउटा कुरा बुझ्न आवश्यक छ, के भारतका धेरै मानिसहरू साँच्चै बुझ्छन् कि तत्त्वमसि को अर्थ के हो? के हामी भन्न सक्छौं कि धेरै मानिसहरूले ब्रह्मलाई व्यक्तिगत अनुभूतिको स्तरमा चिनेका छन्? अन्ततः के जन्मस्थानले आत्माको ज्ञानमा केही फरक पर्छ? हो, भारतमा प्राय ब्रह्म को चर्चा हुन्छ, तर ब्रह्म तत् लाई बुझ्नुअघि त्वम अर्थात् म लाई बुझ्नुपर्छ। आत्मा शुद्ध जीव हो, ऊ न भारतीय हो, न रुसी, न अमेरिकन, न सिक्किमिज, र यो आत्मा कहिल्यै मर्दैन। ऊ भौतिक वस्तुहरूमा देखिने छ, वट परिवर्तनहरूबाट प्रभावित हुँदैन। उसको कुनै जन्म छैन, त्यसैले वृद्धि पनि छैन, न तो उसले अस्तित्व कायम राख्नका लागि सङ्घर्ष गर्नुपर्छ, न त बुढ्यौली वा मृत्युको प्रसङ्ग नै आउँछ। यस विषयमा एक महान साधु श्रील विश्वनाथ चक्रवर्ती ठाकुरले आफ्नो भाष्यमा लेखेका छन्, आत्मा आफैमा ज्ञानको स्वरूप हो, उपलब्धि मात्रम। हामीले संसारलाई फरक तरिकाले देख्ने कारण हाम्रो शरीर र इन्द्रियहरू फरक फरक भएर हो। धेरै मानिसहरू भन्छन्
हिन्दूहरू भन्छन् तत्त्वमसि तिमी नै ब्रह्म हौ। यसको अर्थ के हो भने म ब्रह्म हुँ। तर यसो दर्शनको गहिरो अर्थ सबैले बुझ्दैनन्। यस वाक्यको पहिलो अङ्ग त्वम तिमी आत्मालाई जनाउँछ। तेस्रो अङ्ग तत् त्यो भने ब्रह्म वा परम सत्य हो। यी दुई बीचको सम्बन्ध बुझ्न सके मात्र असी चाउ को अर्थ पूर्ण हुन्छ। आत्मा शुद्ध जीव हो। ऊ ब्रह्मसँग गुणमा मिल्दो जुल्दो भए पनि आकार र शक्तिमा सधैँ सानो रहन्छ। यसै कारण वेदमा भनिएको छ केशाग्र शतभागस्य शतद्ध कल्पितस्य च भागो जीव सविज्ञेय स चनञ्चाय कल्पते। अर्थात कपालको एक जरालाई सय भागमा बाँडियो भने त्यसको एउटा अंशलाई फेरि सय भागमा बाँड्दा तीमध्ये एउटा अंश आत्माको आकार हो। कस्तो सानो आत्मा हो। तर हामी आफूलाई ठुलो बलियो महान ठान्छौँ। तर जसले बुझ्छ कि ऊ त केवल सानो आत्मा हो, ऊ विनम्र हुन्छ। साँचो ज्ञान र विनम्रता सधैँ सँगै जान्छन्। जो व्यक्ति तत्त्वमसीलाई वास्तविक रूपमा बुझ्दछ ऊ बुझ्दछ कि म आत्मा सानो छु र भगवान परब्रह्म महान हुनुहुन्छ। भगवान प्रति निर्भर हुनलाई नै ब्राह्मण संस्कृतिको मुटु बनिन्छ। काली युगमा धेरै ब्राह्मणहरूले तत्त्वमसीको आधा मात्र बुझेका छन्। उनीहरूले तत् अर्थात् म ठुलो छु मात्र बुझ्छन्। त्यसैले उनीहरू गर्व गर्छन् म ब्राह्मण हुँ, म ठुलो ज्ञानवान हुँ, सबैले मलाई सेवा गर्नुपर्छ। तर यस्तो गर्वले उनीहरू वेदबाट टाढा जान्छन्। त्यो ब्राह्मण धन नाम र राजनीति मात्र खोज्छ। तर साँचो ब्राह्मण त्यो हो जसले भगवान प्रति निर्भरता बुझेको हुन्छ। यसैले मेरो शरीर ऋषि हो भनेर ध्यान नदिनुहोस् सक्छ। म अघिल्लो जन्म भारतमा वा सायद यही सिक्किममा जन्मिएको थिएँ। यो कुरा रमाइलो लाग्ला तर सत्य के हो भने आत्मा कहिल्यै परिवर्तन हुँदैन। हामीले देख्ने सबै परिवर्तनहरू केवल मायाको कारण हुन्। भगवान श्रीकृष्णको बाह्य शक्तिले यी रूपहरू देखाउँछिन्। आत्मा सधैँ व्यतिक्त छ। तर त्यो रुसी होइन, भारतीय होइन, सिक्किमिज होइन, न त कुनै राष्ट्रको हो। वेदहरू पनि त्यसै गरी कुनै देशका होइनन्। वेद भनेको सबै जीवहरूको लागि ज्ञानको मूल स्रोत हो। वेद तब प्रकट भए जब संसारमा धर्मका धेरै साकार सम्प्रदायहरू थिएनन्। म रुसको साइबेरिया जन्मिएको हुँ। विशेष गरी बुर्यात क्षेत्रमा जहाँ बौद्ध धर्म पनि प्रचलित छ, जुन सिक्किममा नेपालमा पाइने बौद्ध धर्मसँग केही मिल्दोजुल्दो छ। म मस्कोमा हुँदा म प्राय इसाई मन्दिर अर्थोडक्स चर्च जान्थे। तर मैले यो दर्शन कसरी पाएँ? म साधु गुरुलाई भेटेँ। गुरु शब्दको अर्थ सधैँ एउटै व्यक्ति मात्र होइन। तर प्राय गुरु भन्नाले दीक्षा गुरु जनाइन्छ। मैले एक गुरुबाट दीक्षा प्राप्त गरेको छु र उहाँकै मार्गदर्शनमा
अध्याय सिक्दैछु। तर मैले दोस्रो गुरुको आश्रममा बस्दा धेरै शिक्षा गुरुबाट पनि पाएँ। अनि मैले धेरै अन्य शिक्षक गुरुहरूलाई भेटे। उनीहरूले नयाँ कुरा होइन, तर एउटै सत्यलाई अझ स्पष्ट देखाए। त्यसैले म मेरा सबै गुरुहरूलाई नमन गर्छु। जन्मदेखि नै हाम्रो ऋण हुन्छ ऋषिहरूप्रति, गुरुहरूप्रति। यो ऋण तिर्ने तरिका के हो? उनीहरूका चरणकमलमा बस्नु, श्रवण गर्नु, अनि त्यो ज्ञान अरूलाई बाँड्नु। साँचो गुरु नै साँचो ब्राह्मण हो। तर जो ब्राह्मण गर्व गर्छ, म ब्राह्मण हुँ, तर साँचो ब्राह्मणको मार्गमा चल्दैन। ऊ आफ्नो शक्तिमा गर्व गर्छ, आफ्नो शक्तिमा रमाउँछ। मेरो गुरु एकपटक एउटा कथा सुनाउनु भयो। एक दिन भगवान स्वयं बुद्ध ब्राह्मणको रूप धारण गरेर देवताहरूलाई शिक्षा दिनुभयो। भगवान त्यस्तो रूपमा आउनुभयो र देवलोकमा एक ठाउँमा बस्नुभयो। त्यहाँबाट अग्निदेव, अग्निको देवता आउनुभयो। उहाँले सोध्नुभयो, तिमी को हौ? ब्राह्मणले प्रतिप्रश्न गर्नुभयो, अनि तिमी को हौ? अग्निदेवले गर्वपूर्वक उत्तर दिनुभयो, के तिमी मलाई चिन्दैनौ? म अग्निदेव हुँ। ब्राह्मणले सोध्नुभयो कि तिमी के गर्न सक्छौ? अग्निदेवले उत्तर दिए, मैले पानी जलाउन सक्छु। त्यो ब्राह्मणले सानो घाँसको टुक्रा दर्भ लिनुभयो र अग्निदेवको अगाडि राख्नुभयो। ठिक छ, ऊ हामीले भन्नुभयो, यो जलाएर देखाऊ। अग्निदेवले बारम्बार प्रयास गर्नुभयो, तर त्यो घाँसको टुक्रा जल्न सकेन। ऊ अचम्म परे, निराश भए। त्यसपछि वायुदेव आए। ब्राह्मणले सोध्नुभयो, तिमी को हौ? वायुदेवले भने, म वायुदेव हुँ। ब्राह्मणले सोध्नुभयो, के गर्न सक्छौ? वायुदेवले गर्वपूर्वक भने, म हावा चलाएर जे पनि उडाउन सक्छु। त्यो ब्राह्मणले फेरि त्यो दर्भ देखाउँदै भन्नुभयो, यो त दर्भ हो, यसलाई उडाएर देखाऊ। वायुदेवले सबै शक्तिले प्रयास गरे, तर त्यो दर्भ अलिकति पनि चल्न सकेन। पछि इन्द्रदेव स्वयं त्यहाँ आइपुग्नुभयो। उनी आउनसाथ त्यो ब्राह्मण आकस्मिक रूपमा अदृश्य हुनुभयो। त्यो क्षणमा इन्द्रदेवलाई बोध भयो, यो साधारण ब्राह्मण होइन, यो त स्वयं भगवान हुनुहुन्थ्यो, जो हाम्रो गर्व हटाउन आउनुभएको थियो। मेरो गुरु भन्नुहुन्थ्यो, मुख्य कुरा यो हो, हामी साना हौं, हामीसँग कुनै स्वशक्ति छैन। यो बुझ्नु नै ब्राह्मण संस्कृतिको हृदय हो। श्रील प्रभुपादले इस्कन स्थापना गर्नुभयो, जसा उद्देश्यले कि ब्राह्मण संस्कृतिलाई पुनः स्थापित गरियोस्। भगवान श्री चैतन्य महाप्रभुले कुनै भेदभाव नगरी सबैमाथि कृपा बरसायो भयो। त्यसैले हामीले तुरुन्तै बुझ्नुपर्छ, हामी यो शरीर होइनौं, हामी आत्मा हौं। यो नै ज्ञानको सुरुवात हो। अब म तपाईहरुसँग मेरो केही अनुभूति बाँड्न चाहन्छु, किनभने यही उद्देश्यले म यहाँ सिक्किम आएको हुँ। श्रीकृष्णले मलाई यहाँ पठाउनुभयो। जयपताक स्वयं महाराजले मलाई भन्नुभयो, तिमी सिक्किम जाऊ। त्यसैले म यहाँ आएको हुँ। कृष्ण चेतना आन्दोलन, यो हरेक मानिसका लागि ब्राह्मण बन्ने अवसर हो।
ब्राह्मण जय सोचने, ब्राह्मण जय बमचने, यो ज्ञान साहसी हो, यो चेतना को सांचो क्रान्ति हो। हामीलाई राजनीतिक क्रान्ति होइन, चेतनाको क्रान्ति चाहिन्छ, जहाँ समाज अज्ञान, ईर्ष्या र भौतिक दोषहरूबाट मुक्त हुन्छ। हरे कृष्ण।